नमस्ते। जेएलपीटी N4 को तयारी गर्दै हुनुहुन्छ भने कोतो भन्ने शब्दले पक्कै पनि कता कता अलमलमा पारेको होला हैन। कहिलेकाहीँ यसले अनुभवको कुरा गर्छ, कहिले फेरि क्षमताको, अनि कहिले त निर्णयको। तर आज हामी यही कोतोको रहस्य खोल्दैछौँ। यसका चारवटा फरक फरक रूपलाई यस्तो तरिकाले बुझ्नेछौँ कि फेरि कहिले कन्फ्युजन नै नहोस्। हो, कोतोगा आरिमस, कोतोगा देकिरिमस, कोतोनी नारिमस, कोतोनी सुरु। सुन्दा उस्ते उस्ते लाग्छ, तर अर्थ आकाश पातालको फरक। धेरैजना यहीँनिर आएर अड्किनुहुन्छ। तर अब चिन्ता लिनु पर्दैन, यो समस्या तपाईको मात्र होइन, धेरैजनालाई हुन्छ। आज हामी एक एक गरेर यसको गाँठो फुकाउनेछौँ। ल, हाम्रो आजको यात्रा यस्तो हुनेछ है। सबैभन्दा पहिले हामी कोतोको रहस्यबाट पर्दा उठाउनेछौँ। त्यसपछि अनुभव र बानीको लागि प्रयोग हुने कोतोगा आरु हेर्नेछौँ। अनि क्षमता र सम्भावना जनाउने कोतोगा दिकिरुलाई बुझ्नेछौँ। त्यसपछि आउँछ सबैभन्दा महत्त्वपूर्ण पाटो, निर्णयको कुरा, कोतोनी सुरु र कोतोनी नारु बीचको फरक। र अन्त्यमा यी सबैलाई एकै ठाउँमा राखेर तुलना गर्नेछौँ, ताकि सबै कुरा छर्लङ्ग होस्। ल, सुरु गरौँ हाम्रो पहिलो व्याकरणबाट, कोतोगा आरु। यो स्ट्रक्चरको दुईटा मुख्य काम छन्। एउटा हो आफ्नो विगतको कुनै अनुभव बताउन, र अर्को हो कहिलेकाहीँ हुने कुनै बानीको बारेमा कुरा गर्न। अब यहाँ एउटा कुरामा ध्यान दिनुपर्छ है। यसको प्रयोग क्रिया मतलब वर्बको कुन फर्मसँग हुन्छ भन्ने कुराले यसको अर्थ निर्धारण गर्छ। यदि तपाईले वर्बको पास्ट टेन्स फर्म अर्थात् वीता फर्मसँग कोतोगारो लगाउनु भयो भने यसको अर्थ हुन्छ केही गरेको अनुभव छ। तर यदि वर्बको डिक्सनरी फर्म मतलब वीरो फर्मसँग लगाउनु भयो भने यसको अर्थ फरकिन्छ र कहिलेकाहीँ यस्तो हुन्छ भन्ने बुझिन्छ। हेर्नुस् त, वर्बको फर्म मात्रै फरक पर्दा अर्थ कति फरक पर्दो रहेछ। उदाहरण हेरेपछि यो कुरा अझै क्लियर हुन्छ। जस्तै निहोङ्गे इत्ता कोतोगा आरिमास। यहाँ इत्ता भनेको ता फर्म हो, त्यसैले यसको अर्थ भयो म जापान गएको छु वा जापान गएको अनुभव छ। अर्को हेरौँ, सुशियो थाबेता कोतोगा आरिमास। यो पनि त्यस्तै भयो, मैले सुशी खाएको छु। तर अब तेस्रो उदाहरण हेरौँ है, तोकितोकी नेबो सुरु कोतोगा आरिमास। यहाँ नेबो सुरु डिक्सनरी फर्ममा छ, त्यसैले यो अनुभव होइन, बानी भयो। मतलब म कहिलेकाहीँ ढिलो उठ्छु। हो, त्यसो भए सारमा के बुझ्नु पर्यो भने कोतोगाको प्रयोग दुईटा कुराको लागि हुँदो रहेछ, कि त विगतको अनुभव बताउन, कि त कहिलेकाहीँ हुने बानी बताउन। सजिलो छ होइन त? ल, अनुभव र बानीको कुरा त सकियो। अब लागौँ क्षमता र सम्भावनातिर। कुनै काम गर्न सक्छु वा गर्न सम्भव छ भन्नु पर्यो भने के प्रयोग गर्ने? हो, त्यसको लागि आउँछ कोतोगा देकिरु। यसले कुनै काम गर्न सक्ने एबिलिटी वा पोसिबिलिटीको कुरा गर्छ। यसको स्ट्रक्चर त झनै सजिलो छ। वर्बको डिक्सनरी फर्म मतलब वीरो फर्मको पछाडि कोतोगा देकिरु जोड्ने मात्रै हो। यहाँ एउटा रमाइलो कुरा के छ भने कोतोले वर्बलाई नाउन अर्थात् संज्ञा जस्तै बनाइदिन्छ, अनि त्यसपछि देकिरु मतलब सक्नु भन्ने शब्द जोड्न मिल्छ। समग्रमा यसको अर्थ हुन्छ गर्न सकिन्छ वा गर्न सम्भव छ। उदाहरण हेरौँ है त। निहोङ्गो हनासु कोतोबागा देकिमास। यसको मतलब म जापानिज भाषा बोल्न सक्छु। यो भयो एबिलिटी अर्थात् क्षमता। अर्को हेरौँ, कुनो एप्रिदे कान्जियो बेङ्क्यो सुरु कोतोबागा देकिमास। यसको अर्थ भयो यो एपबाट कान्जी पढ्न सकिन्छ वा पढ्न सम्भव छ। यो भयो पोसिबिलिटी अर्थात् सम्भावना। त्यही भएर कोतोगा देकिरुलाई क्षमता वा सम्भावना बताउन प्रयोग गरिन्छ भनेर याद राख्नुहोला। एउटा थप कुरा, वर्बको पोटेन्शियल फर्म जस्तै हनासेमास भन्नुभन्दा हनासु कोतोगा देकिरु भन्नु अलिकति बढी फर्मल सुनिन्छ। त्यसैले फर्मल स्पिच वा राइटिङमा यसको प्रयोग धेरै हुन्छ। ओके, अहिलेसम्म हामीले अनुभव र क्षमताको कुरा गर्यौं। तर यदि कुरा न अनुभवको हो न क्षमताको, बरु कुनै निर्णय मतलब डिसिजनको हो भने नि? हो, अब आउँदैछ सबैभन्दा धेरैलाई कन्फ्युज बनाउने हिस्सा। ल, अब मैदानमा उत्रिएका छन् कोतोनी सुरु र कोतोनी नारु। साँच्चै भन्नुपर्दा यी दुई बीचको फरक छुट्याउन सक्नु नै कोतो ग्रामर बुझ्नुको सबैभन्दा ठूलो च्यालेन्ज हो। तर आज हामी यो च्यालेन्जलाई पार गरेरै छोड्छौँ। यिनीहरू बीचको फरक बुझ्नको लागि एउटै प्रश्न सोध्नुस्,
निर्णय कसले गर्यो? यदि निर्णय तपाईँ आफैले आफ्नो इच्छाले गर्नुभएको हो भने कोतोनी सुरु प्रयोग हुन्छ। यो तपाईँको पर्सनल डिसिजन हो। तर यदि निर्णय अरू कसैले, जस्तै अफिसले, स्कुलले वा कुनै परिस्थितिले गर्दा भएको हो भने तब कोतोनी नारु प्रयोग हुन्छ। यो एक्सटर्नल डिसिजन भयो। यति हो मुख्य फरक। पहिले कोतो नारीको उदाहरण हेरौँ, मतलब बाहिरबाट भएको निर्णय। जस्तै राइगेत्स निहोन्ने इकु कोतोनी नारिमास्ता। यसको मतलब अर्को महिना जापान जाने कुरा भयो। यो निर्णय मैले मात्रै गरेको होइन, सायद अफिसले पठाउन लाग्यो वा कुनै कार्यक्रमले गर्दा जानुपर्ने भयो। यो बाहिरी फ्याक्टरले गर्दा भएको निर्णय हो। त्यस्तै काइगी वा गोगो सान्जिने हजिमारु कोतोनी नात्तेइमास, मतलब मिटिङ 3 बजे सुरु हुने तय भएको छ। यो पनि मैले गरेको निर्णय होइन, यो त एउटा शेड्युल हो जुन पहिले नै बनिसकेको छ। अब ठीक यसको उल्टो कोतोनी सुरुका उदाहरण हेरौँ जहाँ निर्णय आफैले गरिन्छ। जस्तै माइनिची न्योङ्गो ब्याङ्क्यो सुरु कोतोनी शिमास, मतलब म हरेक दिन जापानी पढ्ने निर्णय गर्छु। यो त न्यू इयर रेजोल्युसन जस्तै भयो, मैले आफैसँग गरेको बाचा। अर्को आमाई मनोहस ताबेनाई कोतोनी शिमास्ता, मतलब मैले गुलियो कुरा नखाने निर्णय गरे। यो पनि मेरो आफ्नै विल पावरले गरेको पर्सनल डिसिजन हो। अब फरक प्रष्ट भयो होला, होइन त? ल हामीले चारैवटा स्ट्रक्चरलाई एक एक गरेर हेर्यौं। अब अन्तिम चरणमा यी सबैलाई एकै ठाउँमा राखेर हेरौँ ताकि दिमागमा एउटा क्लियर पिक्चर बनोस् र कुनै पनि कन्फ्युजन बाँकी नरहोस्। यो टेबललाई एउटा चिट शीट जस्तै सम्झिनुहोस्। ल एकपटक फेरि सर्र हेरौँ है त। कोतोगा अरू, यो भयो अनुभव वा कहिलेकाहीँ हुने बानीको लागि। कोतोगा देखिरु, यो भयो क्षमता वा सम्भावनाको लागि। कोतो नि नारु, यो भयो अरूले वा परिस्थितिले गरेको निर्णयको लागि। र कोतो नि सुरु, यो भयो आफैले गरेको निर्णयको लागि। एकदमै सिम्पल एन्ड क्लियर। अब यसलाई प्र्याक्टिसमा ल्याउनको लागि यो 4 स्टेपको मेन्टल चेकलिस्ट प्रयोग गर्न सकिन्छ। कुनै वाक्य बनाउनु अघि आफैलाई सोध्नुहोस्। स्टेप 1, के म अनुभव वा बानीको कुरा गर्दैछु? हो भने कोगा आरु प्रयोग गर्ने। स्टेप 2, के म क्षमता वा सम्भावनाको कुरा गर्दैछु? हो भने कोतोगा देखिरु प्रयोग गर्ने। स्टेप 3, के यो निर्णय अरू कसैले गरेको हो? हो भने कोतोनी नारु प्रयोग गर्ने। र अन्तिम स्टेप 4, के यो निर्णय मैले आफैले गरेको हुँ? हो भने कोतोनी सुरु प्रयोग गर्ने। यति गरेपछि गल्ती हुने चान्स नै रहँदैन। ल यी सबै कुरा बुझिसकेपछि अब आफ्नो जापानिज भाषाको अध्ययनलाई अझै राम्रो बनाउन केही नयाँ गर्ने कोतोनी शिमस्की? आशा छ आजको यो विश्लेषणले कोतो ग्रामरको बारेमा सबै कुरा स्पष्ट पार्न मद्दत गर्यो। अभ्यास जारी राख्नुहोला।